नमस्ते सबैजनालाई कन्सेप्ट स्टेसनमा स्वागत छ। आजको यो सेसनमा हामीले फिजिकल केमिस्ट्री #2 ल्याएर आइसकेका छौँ। फिजिकल केमिस्ट्री #1 को लागि डिस्क्रिप्सनमा जान सक्नुहुन्छ। आजको यो सेसनमा हामीले थर्मोडाइनामिक सिस्टम, मेजरमेन्ट अफ प्रेसर, टेम्परेचर र भोल्युमको बारेमा छलफल गर्दैछौँ। हाम्रो पहिलो स्लाइडमा रहेको छ थर्मोडाइनामिक सिस्टम। Thermodynamic system is a specific portion or region of space containing matter which is separated by a boundary from whole surrounding for the purpose of analysis or study भनिएको छ। For example, refrigerators, rice cookers, thermos bottle, air conditioners and many others भनिएको छ। There are many variables that describes the thermodynamic system such as pressure, volume, temperature, entropy, enthalpy, internal energy, mass, density and so on। थर्मोडाइनामिक सिस्टमको बारेमा हजुरले यो फिगरहरू हेरेर अझ क्लियर हुन सक्नुहुन्छ। यो हेर्नुस् त, यो एउटा सिस्टम है। त्यसपछि यहाँ यो बाउन्ड्री भनिएको छ, यता यो सिस्टम बाउन्ड्री भनिएको छ। त्यसपछि यो सराउन्डिङ छ है, अनि यहाँ सिस्टम छ जसलाई यो बाउन्ड्रीले, यो लाइनले छुट्याइएको छ। यसलाई नै थर्मोडाइनामिक सिस्टम भनिन्छ। यहाँ तल पनि दिएको छ जुन भेरियस टाइप्स अफ थर्मोडाइनामिक सिस्टमहरू हुन्, ओपन सिस्टम, क्लोज सिस्टम र आइसोलेटेड सिस्टम, जसको बारेमा छोटो रूपमा डिस्कस गरेका छौँ। अब थर्मोडाइनामिक भेरिएबल्सले चाहिँ थर्मोडाइनामिक सिस्टमको नेचर, बिहेभियर र प्रपर्टिजहरूको बारेमा डिस्क्राइब वा भेरिफाई वा एनालाइसिस गर्न सहयोग गर्छन्। नेक्स्ट टपिकमा जाऊँ। There are many variables that describe thermodynamic system such as pressure भनिएको छ, pressure is the force per unit area। अनि त्यसपछि volume भनिएको छ, the 3-dimensional space occupied by a substance हो। त्यसपछि temperature भनिएको छ, temperature is the measure of average kinetic energy of the particles in a substance भनिएको छ। त्यसपछि entropy, entropy is a measurement of randomness or disorder in a system भनिएको छ है। त्यसपछि enthalpy छ, enthalpy is the thermodynamic property that represents the total heat content of a system भनिएको छ। Internal energy is the total energy content within a system due to the kinetic and potential energies of its molecules भनिएको छ। त्यसपछि mass, fundamental quantity, mass is a measure of amount of matter in an object भइहाल्यो। Density, density is the measure of mass per unit volume of a substance भइहाल्यो है। अब नेक्स्ट स्लाइडमा these variable describe state and behavior of system and also describes the heat exchange between the parts of a system भनिएको छ है। Mainly there are 3 types of thermodynamic system. They are open system, exchange of both mass and energy occurs with the surrounding. For example, a boiling pot with water भनिएको छ। हजुरले माथिको यो फिगरलाई हेरेर अझ क्लियर हुन सक्नुहुन्छ। यहाँ मास र हिट दुवै एक्सचेन्ज हुन्छ भनिएको छ। त्यसपछि क्लोज सिस्टम, एक्सचेन्ज अफ एनर्जी बट नट मास विथ इट्स सराउन्डिङ टेक्स प्लेस। फर इक्जाम्पल सिल्ड प्रेसर कुकर भनिएको छ। हजुरले यस सेकेन्ड फिगरमा देख्न सक्नुहुन्छ क्लोज सिस्टम लेखेको ठाउँमा, जसमा मास चाहिँ एक्सचेन्ज हुँदैन है, तर हिट चाहिँ एक्सचेन्ज हुन्छ है। त्यसपछि आइसोलेटेड सिस्टम, देयर इज नाइदर एनर्जी नर masses exchange take place। For example, an ideal thermos flask भनिएको छ। जस्तै यहाँ फिगरमा देखाइएको छ, लास्ट वाला फिगरमा, जसमा न हिट एक्सचेन्ज हुन्छ न मास एक्सचेन्ज हुन्छ, कम्प्लिटली आइसोलेटेड हुन्छ। अब यहाँ आइडियल थर्मस फ्लास्क चाहिँ अलिकति इम्पोसिबल नै हुन्छ है। अर्को टपिक रहेको छ मेजरमेन्ट अफ प्रेसर, भोल्युम एन्ड टेम्परेचर। Pressure, volume and temperature are 3 fundamental thermodynamic variables in terms of which properties of a substance are expressed भनिएको छ। फर्स्टमा छ measurement of pressure है। Pressure is defined as the force per unit area भनिएको छ है। Pressure equals to force upon area, जसलाई इक्वेसन I मानिएको छ। According to Newton's second law of motion, force equals to mass into acceleration. If acceleration is due to gravity, then F equals to mg हुन्छ। यो एक्सेलरेसन ए लाई चाहिँ g ले रिप्रेजेन्ट गर्छ। g भनेको चाहिँ
एक्सिलरेसन ड्यू टु ग्राभिटी हुन्छ, किनभने एटमोस्फेरिक प्रेसर जहिले पनि अर्थको सेन्टरतिर डाइरेक्टेड हुन्छ। त्यसैले हामीले ए को सट्टामा जी को प्रयोग गर्नुपर्छ। त्यसपछि अर्को स्लाइडमा हेर्नुस् त, सो इक्वेसन आई बिकम्स भनिएको छ यो माथिको प्रेसर बराबर फोर्स अपन एरिया, यो इक्वेसन चाहिँ यहाँ पी बराबर एमजी अपन एरिया हुन्छ। अब फोर्स भनेको एमजी हो नि, सो फोर्सको ठाउँमा हामीले एमजी राख्यौँ। त्यसपछि हामीलाई थाहा छ डेन्सिटी भनेको त मास अपन भोल्युम हो हैन, सो जसबाट हामीले मासको भ्यालु डिटरमाइन गर्छौँ। अब मास भनेको त भोल्युम इन्टु डेन्सिटी हो, सो मासको ठाउँमा भिडी राख्यौँ र जी जस्ताको तस्तै अपन एरिया पनि जस्ताको तस्तै। अब फेरि हामीलाई थाहा छ भोल्युम भनेको त एरिया इन्टु हाइट हो है, र हामीले भोल्युमलाई एएचले रिप्रेजेन्ट गर्यौँ र डी र जी चाहिँ जस्ताको तस्तै भयो, एरिया पनि जस्ताको तस्तै भयो है। अब माथिको ए अपन यता कट्छ, जसबाट पी बराबर एचडिजी मात्रै रहन्छ, जसमा एच भनेको हाइट भइहाल्यो है। त्यसपछि युनिट अफ प्रेसर इज पास्कल भनिएको छ है, पास्कल इज अ डेराइभ्ड युनिट। अनि 1 पास्कल प्रेसर, यो एकदमै इम्पोर्टेन्ट क्वेसन, डिफाइन 1 पास्कल प्रेसर भनेर सोधिएको हुन्छ। 1 पास्कल प्रेसर इज डिफाइन्ड एज द प्रेसर एक्जर्टेड बाई 1 न्युटन फोर्स on 1 meter square area भनिएको छ है। द एटमोस्फेरिक प्रेसर इज इन हायर अर्डर, सो इट इज इनकन्भिनियन्ट टु मेजर इन पास्कल, सो टु ओभरकम दिस डिफिकल्टिज प्रेसर इज युजली मेजर इन एमएम अफ एजी भनिएको छ है। पास्कलमा डिराइभ गर्दा चाहिँ भ्यालु चाहिँ लामो आउने हुन्छ, त्यसैले हामीले एमएम अफ एजीमा मेजर गर्छौँ। त्यसपछि अर्को स्लाइडमा छ प्रेसर अफ ग्यास इज मेजर बाई युजिङ मर्क्युरी म्यानोमिटर भनिएको छ। यो तलको फिगर ग्यासहरूको प्रेसर नाप्न चाहिँ युज गरिन्छ भनिएको हो। त्यसपछि एटमोस्फेरिक प्रेसर इज मेजर बाई युजिङ ब्यारोमिटर, यो माथिको फिगर छ नि यो है, जसमा मर्करीहरू युज गरिएको छ, यो चाहिँ ब्यारोमिटर हो जसलाई एटमोस्फेरिक प्रेसर मेजर गर्न प्रयोग गरिन्छ। अब हेर्नुहोस् त 1 एटीएम प्रेसर भनेको चाहिँ 760 mm अफ एजी हुने रहेछ है, जसको भ्यालु चाहिँ पास्कलमा चाहिँ 101325 पास्कल हुने रहेछ। यो र यो चाहिँ एउटै हो है, हामीले एक्सप्रेस मात्रै डिफ्रेन्ट तरिकाले गरेको, यो दुवै भ्यालु चाहिँ एउटै हो। यसको पछाडि पनि यहाँ पास्कल हुन्छ, PASCAL पास्कल हुन्छ। त्यसपछि वी क्यान डिफाइन ओन एटमोस्फेरिक प्रेसर एज द एभरेज एटमोस्फेरिक प्रेसर एट सी लेभल on earth equivalent to 101325 पास्कल एप्रोक्सिमेटली भनिएको छ। यो डेफिनेसन अलिकति इम्पोर्टेन्ट छ, 1 एटमोस्फेरिक प्रेसर भनेको के हो भनेर सोध्न सक्छ। त्यसपछि अर्को स्लाइडमा जाउँ, मेजरमेन्ट अफ भोल्युम। हेर्नुहोस् त भोल्युमको चाहिँ कसरी मेजर गरिने रहेछ भन्ने कुरा हो। ग्यास ह्याभ नो फिक्स्ड भोल्युम, सो द भोल्युम अफ कन्टेनर इज द भोल्युम अफ ग्यास मेजर इन क्युबिक मिटर भनिएको छ। यो पोइन्ट चाहिँ हामीले ग्यासको जनरल क्यारेक्टरिस्टिकमा डिस्कस गरिसकेका छौँ, जुन यसभन्दा अघिल्लो सेसनमा छ, जसको लिङ्क डिस्क्रिप्सनमा राखिएको छ। एकचोटि हजुरले त्यहाँ गएर रिभाइज गर्न सक्नुहुन्छ। त्यसपछि छ 1 लिटर इक्वल्स टु 10 का पावर 3 cm क्युब इक्वल्स टु 1 dm क्युब, जुन चाहिँ 10 को पावर -3 मिटर क्युबसँग बराबर हुन्छ, जुन लेख्न छुटिएको रहेछ। त्यसपछि 1 मोल अफ ग्यास एट एनटिपी इज 22.4 लिटर भनिएको छ है। त्यसपछिको अर्को टपिक रहेको छ मेजरमेन्ट अफ टेम्परेचर है। द एसआई युनिट अफ टेम्परेचर इज केल्भिन भनिएको छ। बिसाइड केल्भिन स्केल अफ टेम्परेचर देयर आर अदर स्केल अफ टेम्परेचर टु सच एज सेल्सियस, फेरेनहाइट, र्युमर एन्ड रेनकाइन स्केल एज वेल। दिज स्केल्स आर रिलेटेड एज C-0 upon 100 minus 0 equals to F minus 32 upon 212 minus 32 equals to K minus 273 upon 373 minus 273 equals to RM minus 0 upon 80 minus 0 equals to RK minus 460 upon 672 minus 460 भनिएको छ। त्यसपछि इन जनरल रिडिङ माइनस लोअर फिक्स पोइन्ट अपन अप्पर फिक्स पोइन्ट माइनस लोअर फिक्स पोइन्ट, जसलाई एलपी पनि भनिएको छ।
In all chemical calculations, temperature should be used in Kelvin scale. To convert Celsius scale into Kelvin scale exactly, 273.15 should be added on given Celsius degree भनिएको छ, i.e. K equals to degree C plus 273.15 भनिएको छ है। अब नेक्स्ट स्लाइडमा जाम। For comparison of volume of gases, there are standard set of condition of temperature and pressure. They are NTP and STP. At NTP, normal temperature and pressure, temperature is 20 degree C अर्थात 293.15 K at pressure 1 atm and applied for industrial gas calculation भनिएको छ। त्यसपछि at STP, standard temperature pressure, temperature is equals to 0 degree Celsius 273.15 K at pressure 1 atm and applied for ideal gas law calculations भनिएको छ। हेर्नुस् त, ल NTP र STP कन्डिसनहरुको मेन डिफरेन्स भनेको चाहिँ NTP मा चाहिँ 20 डिग्री सेल्सियस लिन्छ भने STP मा चाहिँ 0 डिग्री सेल्सियसमा क्याल्कुलेसन्सहरु गरिन्छ है। धन्यवाद। आजको लागि यति नै।